तपाईहरुको बिहान चाहिँ कसरी बित्छ साथीहरु? मेरो चाहिँ घाद्रक गर्दा गर्दै बिहान चाहिँ गइहाल्छ। 3-3 वटा बच्चा बुच्ची हेरेर यताउता टिफिन सिफिन के हो है। मैले चाहिँ आज छोरीको लागि पास्ता बनाइदिएको थिएँ। फेरि पास्ता बनाइदिएर नि हुन्छ र उसको बाबाले बनाएको जस्तो हुन्छ कि हुँदैन भन्छे। अनि मलाई चाहिँ यो मैले आफैले बालेको पत्ती हो नि त। अनि त्यसपछि कस्तो राम्रोसँग बल्छ अनि जहिले भिडियो गर्न मन लाग्छ। हेर्दा हेर्दै मेरो छोरी पनि स्कुल जाने बेला भइसक्यो। स्कुल जाने बेला त भयो साथीहरु। फेरि मेरो 2टा छोराहरु रोएर है दिदी त जानै हुँदैन। सानी त रोएर भित्र बसिरहेको थियो। यहाँ हेर्नु न ठुलो छोरा कस्तो रुन्छ। अनि त्यसपछि मैले छोरीलाई चाहिँ बाइ गरेर घर आएँ साथीहरु। अनि त्यसपछि अब फेरि एक लट त खाइसके यति बेलासम्म। अब अर्को लट त पकाउनु पर्यो नि त। अनि त्यसपछि मैले चाहिँ आज यो मिक्स चाउली पकाइदिएँ। अलिकति थोरै कुखुराको मासु, प्याज, टमाटर अनि त्यसपछि चिप्ले भिन्डी, उता कुरिलो सबै कुरा राखेर चाहिँ मिठी चाउली बनाइदिएँ है। एज अनुसारको खुवाउन पर्यो नि त। अब पहिला चाहिँ मैले अर्कै बनाउँथे। अनि त्यसपछि मलाई फेरि साथीहरु आज तिती करेला कस्तो खान मन लागेको नि त। अनि त्यसपछि मैले पहिला तिती करेला फ्राई गरेँ। अनि यता मेरो जाउली पनि पाकिसक्यो। यस्तो भयो पाक्दा चाहिँ अब खान्छन् खाँदैन चाहिँ थाहा छैन। अनि त्यसपछि मैले फेरि पछि आलु राखेर रातो पारेर तिती करेला पनि भुटे साथीहरु। अनि त्यसपछि मैले बच्चाहरुलाई खुवाउन थालेँ। खुवाउँदा चाहिँ अलि थोरै चाहिँ खाए, अरु चाहिँ खाएनन्। अनि त्यसपछि त अब आफू खानु पर्यो साथीहरु। ल आजको लागि यति नै। बाइ बाइ।